कुलमान घिसिङ, जसलाई लोड सेडिङ हटाउने महान कार्यका लागि इतिहासले सम्झिनेछ, तर राजनीतिक मैदानमा उनको यात्रा भने असफल रह्यो। राजु पाण्डेले बालेनको सिपाही हो हजुर भन्दै चुनाव जिते, तर कुलमानले दशकौं जनताको काम गरेर चर्चा पाए, तर चुनाव भने हार्न पुगे। उज्यालो नेपाल पार्टी सुरु गरे तापनि सुरु नहुँदै अन्त्यको अवस्थामा पुग्यो। चुनावमा जनमत नै प्राप्त गर्न सकेन। यसका विभिन्न कारणहरू छन्, तर हामी 10 मुख्य कारणबारे चर्चा गर्नेछौँ। कारण नम्बर 1, पार्टी सङ्गठनको अभाव। पार्टी गठन भए पनि स्पष्ट सङ्गठन संरचना थिएन। स्थानीय स्तरमा संयोजक, सचिव वा सदस्यको स्पष्ट जिम्मेवारी बाँडिएको थिएन। यसले पार्टीलाई आधारभूत ढाँचामा कमजोर बनायो। सङ्गठन कमजोर हुँदा ग्रासरुट स्तरमा जनसमर्थन जुटाउन सकिएन, जसले चुनावको लागि तयारीलाई असर गर्यो। कारण नम्बर 2, चुनावी तयारीको कमी। उज्यालो नेपाल पार्टी चुनावको 1 महिना अगाडि स्थापना भएको थियो। चुनावको लागि तयारी समय पर्याप्त नहुनु प्रमुख कमजोरी रह्यो। प्रचार रणनीति र जनसम्पर्कको लागि पर्याप्त समय नभएकाले पार्टी चुनावी मैदानमा प्रभावकारी रूपमा उत्रन सकेन। नम्बर 3, पार्टीप्रतिको स्पष्टता अभाव। कुलमान घिसिङ त्यति बेला सुशीला कार्की सरकारका मन्त्री थिए। त्यति बेला नै उनले पार्टी गठन गरिसकेका थिए, तर उनले स्पष्ट रूपमा यो मेरो पार्टी हो भन्न सकेनन्। उनले म कुनै पनि पार्टीको सदस्य नै छैन भन्दै झुट बोलिरहे। जनता र राजनीतिक विश्लेषकहरूले यो निर्णयलाई अस्थिरता र स्वार्थयुक्त व्यवहारको रूपमा हेरे। पारदर्शिता नभएकाले जनविश्वास निर्माण हुन सकेन। नम्बर 4, मन्त्री पदबाट हतारमा राजीनामा। चुनाव नजिकै आउँदा उनले मन्त्री पदबाट राजीनामा दिए। चुनाव सङ्घारमै पार्टी नेतृत्वमा पूर्ण रूपमा ध्यान दिन नसक्दा राजनीतिक मोमेन्टम गुम्यो। उनी सुरुमा रासोपासँग सहकार्य गर्न गएका थिए, तर सम्झौता 12 दिनमै भङ्ग भएपछि पार्टीको इमेज कमजोर भयो। यसपछि उनको विश्वासमाथि नै प्रश्न उठ्न थाल्यो। उनले सुरुमै आफ्नो पार्टीलाई अगाडि बढाउनु पर्थ्यो कि रासोपामा गएपछि फिर्ता नहुनु पर्थ्यो। यहाँनिर उनले गल्ती गरे। समय थोरै थियो, न यता न उताको भए। नम्बर 5, अस्वीकार्य अपेक्षा र प्रधानमन्त्रीको माग। कुलमान घिसिङले रासोपामा तत्काल प्रधानमन्त्री बन्ने अपेक्षा राखेका थिए, तर स्थापित पार्टीका लागि नयाँ आगन्तुकले सोझै यस्तो माग गर्नुले अस्वीकृति उत्पन्न गर्यो। यसले उनको राजनीतिक छवि अलि अहङ्कारी वा अवास्तविक भन्ने धारणा निर्माण गर्यो। उनको भोट घट्नुको मुख्य कारण नै यही बन्न पुग्यो। उनलाई स्वार्थी र अहङ्कार भएको भन्दै धेरैले भन्न थालिसकेका थिए। नम्बर 6, चर्चित अनुहार नहुँदा चुनावमा असफलता। पार्टीले चुनावी अनुहार उठाउँदा परिचित र लोकप्रिय व्यक्तिभन्दा आफन्त वा साथीलाई अघि ल्याएको थियो। यसले जनताको नजरमा पार्टी अपरिचित रह्यो र चर्चा कम भयो। राजनैतिक दृश्यमा अलिक चिनेको अनुहार नहुँदा भोट बैंक निर्माण गर्न असफल भयो। नम्बर 7, आफ्नो एजेन्डा स्पष्ट रूपमा प्रचार नगर्नु। कुलमान घिसिङले पार्टीको एजेन्डा पर्याप्त रूपमा जनता समक्ष पुर्याएनन्। उनको विश्वास थियो कि लोड सेडिङ हटाएको कार्य नै मुख्य उपलब्धि हो, तर व्यापक राजनीतिक र सामाजिक एजेन्डा प्रचार नगरेकोले जनता उनको पार्टीसँग जोडिन सकेनन्। सायद उनले सोचेका थिए होला मैले लोड सेडिङका लागि गरेको काम नै पर्याप्त हुन्छ, तर त्यो भएन। नम्बर 8, राजनीतिक अनुभव र नेतृत्वको सीमितता। कुलमान घिसिङ सेवाबाट चिनिएका व्यक्ति हुन्। राजनीतिमा लामो समय अनुभव नभएकाले उनले पार्टीको निर्णय, रणनीति र सङ्गठन व्यवस्थापनमा केही कमजोरी देखाए। कार्यदल गठन, प्रचार योजना र कोलिसन बिल्डिङ जस्ता आवश्यक कदम समयमै लिन सकेनन्। नम्बर 9, वित्तीय स्रोतको अभाव। पार्टीलाई आवश्यक बजेट, प्रचार सामग्री र फिल्ड अपरेसनका लागि पर्याप्त स्रोतहरू थिएनन्। राजनीतिक अभियान चलाउन आर्थिक पुँजी अपरिहार्य हुन्छ, तर यो अभावले पार्टीलाई व्यापक रूपमा फैलिनबाट रोक्यो। नम्बर 10, व्यापक जनसमर्थन जुटाउन असफलता। अन्ततः पार्टी जनस्तरमा व्यापक जनसमर्थन जुटाउन असफल रह्यो। सङ्गठन कमजोर, प्रसार कम, नेतृत्वको अस्पष्टता र अलिक परम्परागत शैलीको कारण जनता ठोस विकल्पको रूपमा पार्टीलाई स्वीकार्न सकेनन्। यसले उज्यालो नेपाल पार्टीको यात्रा सुरु नहुँदै अन्त्य भयो। कतिपय ठाउँमा उनको अहङ्कार नै बढी देखिन्थ्यो, कतिपय ठाउँमा उनको स्वार्थ बढी देखिन्थ्यो, कतिपय ठाउँमा लापरवाही बढी देखिन्थ्यो। उनले रासोपासँग सहकार्य 12 दिनमा तोड्नु नै उनका लागि गलत निर्णय साबित भएको मान्न सकिन्छ। रासोपामा भएको भए कम्तीमा अहिले उनीसँग आफ्नै केही सांसद र कुनै मन्त्रालय उनको हातमा हुने थियो, तर उनले सिधै प्रधानमन्त्रीको अहम देखाए। रासोपा निकै अगाडि बढिसकेको पार्टी थियो। उनले प्रधानमन्त्री माग्नु नै त्यो कहीँ न कहीँ उनको अहङ्कार बोलिरहेको थियो। यद्यपि उनले देशका लागि गरेको योगदानलाई हेर्दा उनलाई जनताले अन्याय नै गरेको जस्तो भने देखिन्छ। उनले काठमाडौँ 3बाट चुनाव लडेका थिए, जहाँ रासोपाबाट बालेन निकट राजु पाण्डे चुनावमा थिए। राजु पाण्डेले म त बालेनको सिपाही हो हजुर भन्दै भोट मागे र कुलमानलाई धेरै मतको अन्तरले सहजै हराइदिए। राजु पाण्डेले 18,757 मत ल्याएर विजयी भए भने
कुलमानले 11,171 मत मात्रै ल्याएर पराजय भोग्न पुगे। कुलमान घिसिङ, जसले दशकौँसम्म जनताको काममा सक्रिय भएर आफूलाई परिचित र भरोसायोग्य बनाएका थिए, चुनावमा आश्चर्यजनक हार भोग्न पुगे। उनले प्रतिस्पर्धा गरेका राजु पाण्डे झट्ट हेर्दा केवल एक नगर प्रहरी मात्र जस्तो साधारण व्यक्ति देखिन्थे। तर चुनावको परिणामले देखायो कि अनुभव र लोकप्रियता मात्र पर्याप्त हुँदैन। यस हारको मूल कारणमा कुलमानको अहङ्कार र लापरवाही देखिन्छ। उनले आफ्नो लोकप्रियता र विगतका उपलब्धिहरूलाई मात्र भरोसा गरेर चुनावी रणनीति र सङ्गठन व्यवस्थापनमा पर्याप्त ध्यान दिएनन्। परिणामस्वरूप उनले ग्रासरुट स्तरमा पार्टीको उपस्थिति सुदृढ पार्न सकेनन्। स्थानीय मतदातासँग प्रत्यक्ष संवाद र जनसम्पर्क सीमित रह्यो। अर्को महत्त्वपूर्ण पक्ष, जनता सामान्य सिपाही जस्ता नाजुक निर्णयहरूमा सहजै भरोसा गर्न तयार थिए। तर कुलमान जस्ता नेताप्रतिको अपेक्षा अत्याधिक थियो। जनताले उनको नेतृत्वलाई पूर्ण रूपमा बुझेका थिएनन् र उनको पार्टीको स्पष्ट एजेन्डा पनि समयमै पुर्याउन सकिएन। यसले गर्दा मतदाताले आफ्नो विश्वास र समर्थन अन्य उम्मेदवारमा दिन सहज ठाने, जसले अन्ततः राजु पाण्डेको जित सुनिश्चित गर्यो। अर्थात् कुलमानको अहङ्कार, चुनावी तयारीको कमी र जनताको भरोसा सही ढङ्गले व्यवस्थापन गर्न नसक्नुले उनले चुनाव हार्न पुगे। जबकि नोमिनल्ली कम अनुभव भएका राजु पाण्डेले आफ्नो ग्रासरुट रणनीति र जनसम्पर्कमा बढी ध्यान दिएर सफलता हात पारे। राजु पाण्डेको चुनावी जितको मुख्य कारण केवल व्यक्तिगत क्षमता वा लोकप्रियता मात्रै होइन, बरु राष्ट्रिय स्वतन्त्र पार्टीको देशव्यापी जनलहर र सशक्त प्रचार रणनीति थियो। राजु पाण्डे झट्ट हेर्दा सामान्य नगर प्रहरी मात्र हुन्, तर उनको जितले देखायो कि नेपाली चुनावी प्रणालीमा पार्टीको सङ्गठन र ब्रान्ड शक्ति कसरी निर्णायक बन्न सक्छ। वास्तविकता यो हो कि जनता प्राय उम्मेदवारलाई व्यक्तिगत रूपमा चिन्दैनन्। उनीहरूले आफ्नो विश्वास र समर्थन ठुलो पार्टी र त्यसको नेतामा केन्द्रित गर्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर व्यवस्थित प्रचार, सामाजिक सञ्जाल अभियान, जनसम्पर्क कार्यक्रम र स्थानीय तहसम्मको पहुँच मार्फत मतदातासम्म आफ्नो प्रभाव पुर्याएको थियो। यसरी राजु पाण्डे जस्ता अपेक्षाकृत अज्ञात उम्मेदवार पनि पार्टीको छातामुनि रहेर ठुलो जनसमर्थन र भोट ब्याङ्कको लाभ उठाएर विजयी हुन सके। चुनावको परिणाम हेर्दा प्रष्ट देखिन्छ कि कतिपय मतदाताहरूले आफ्नो क्षेत्रका उम्मेदवारलाई नचिन्ने वा नजान्ने भए पनि उनीहरूले पार्टीको चिन्ह, ब्रान्ड र प्रमुख नेताको नेतृत्वमा विश्वास राखे र भोट दिएका छन्। यसले के स्पष्ट हुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता स्थापित पार्टीहरूले व्यक्तिगत उम्मेदवारको व्यक्तिगत लोकप्रियता भन्दा पनि सङ्गठन, प्रचार र नेतृत्व क्षमता मार्फत ठुलो प्रभाव कायम गर्न सक्छन्। कुलमान जस्ता अनुभवी नेता भए तापनि जसले दशकौँसम्म जनताको काम गरेको अनुभव र भरोसा बनाएका थिए, पार्टी सङ्गठन र देशव्यापी प्रचारको अभावमा आफ्नै व्यक्तिगत प्रयास पर्याप्त साबित भएन। यसको परिणामस्वरूप जनता उनीप्रति व्यक्तिगत रूपमा भरोसा गर्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको शक्तिशाली प्रचार र राष्ट्रिय स्तरको छवि प्रभावकारी साबित भयो, जसले राजु पाण्डेलाई विजयी बनायो। वास्तवमा यस्तो घटनाले देखाउँछ कि नेपालको राजनीतिमा केवल व्यक्तिगत लोकप्रियता वा अनुभवले चुनाव जिताउन पर्याप्त छैन। बलियो पार्टी संरचना, व्यापक प्रचार र ठुलो जनसमर्थन जस्ता कारकहरूले नै निर्णायक भूमिका खेल्छन्। यसकारण राष्ट्रिय स्वतन्त्र पार्टीको ब्रान्ड र राष्ट्रिय उपस्थितिले आफ्ना उम्मेदवारलाई कमजोर देखिए पनि विजयी बनाउने क्षमता देखाएको छ, जसले नेपालको वर्तमान चुनावी परिदृश्यमा पार्टीको शक्तिशाली प्रभाव र रणनीतिक महत्त्वलाई स्पष्ट रूपमा प्रमाणित गर्दछ। अन्त्यमा कुलमानले अब कुन रूपमा आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउलान्? तपाईँलाई के लाग्छ? कुलमानको असफलताको कारण के हुन सक्छ? तपाईँलाई लागेको कुरा कमेन्ट बक्समा लेख्नुहोला। साथै हाम्रो च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। आजको लागि बिदा दिनुहोस्। थ्याङ्क यू फर वाचिङ।